रोजगारीतिर चाहिँ हामीले श्रम संसार छ एउटा, श्रम संसारमा चाहिँ अब रोजगारदाताहरूले त्यहाँ चाहिँ रोजगारीका सूचनाहरू त्यहाँ चाहिँ हुन्छ। अनि जो श्रमिक हो उसले चाहिँ दुवैजनाको हामीले प्याचअप गराइदिने काम चाहिँ त्यहाँबाट हुन्छ। श्रम संसारमा खासै अब यहाँको चाहिँ जो लोकल हुनुहुन्छ, अस्ति पनि मुर्गा फारममा चाहिँ काम गर्न श्रमिक झन्डै 25 जनाको चाहिँ कुरा आयो होइन, खोजी भयो। तर यहाँबाट चाहिँ खासै जान चाहिँ रुचाएन। त्यो पोल्ट्री फार्मको लागि विभिन्न स्थानीय तहहरूले पनि सूचना निकालिरहेको छ होइन। त्यो हरेक स्थानीय तहमा हेर्दाखेरि जस्तै अब बर्जु गाउँपालिका, ग्रामथान गाउँपालिका, 2-3टा पालिकाहरूमा चाहिँ सूचनै प्रकाशन गरिरहेको छ पोल्ट्री फार्मको लागि। त्यो खासमा के हो, प्रत्येक स्थानीय तहसँग चाहिँ 19 जना मागेको कि जम्मा 19 जना हो? होइन, हामीलाई त जम्मा 20 जना मागेको हो। यदि यहाँ चाहिँ एभाइलेबल छ भने कामदार, यदि हामी यो सेवा सुविधा दिन्छौँ 20 जनालाई चाहिँ पठाइदिनु भनेर भन्नुभयो। श्रम संसारमा पनि आइरहेको छ। अनि हामीले चाहिँ अब कोअर्डिनेसन गर्दाखेरि लगभग सबै वडाको व्यक्तिहरूसँग जोसँग सम्पर्क भयो, सम्पर्क गर्दाखेरि अब जान नरुचाउने, कोही जान्छु भन्दा त उमेरै पुगेको छैन। जान नरुचाउनुको कारण चाहिँ उमेर नपुगेको अनि चाहिँ त्यो काम गर्न मन नपरेको पनि धेरै। तपाईहरुले गर्न चाहिँ गर्नुभएकै हो होइन, त्यसको लागि धन्यवाद। अब अर्को चाहिँ आन्तरिक रोजगारीतिर कामका लागि पारिश्रमिक हुन्छ। अनि कामका लागि पारिश्रमिकमा चाहिँ नेपाल सरकारले उहाँबाट चाहिँ ज्याला पठाएको हुन्छ। अनि हामीले चाहिँ स्थानीय तहले उसलाई काम गराएर बैंक मार्फत उसको खातामै पैसा जाने गरी चाहिँ त्यसरी एउटा चाहिँ कामका लागि पारिश्रमिक काम गरिरहेछौँ। त्यसमा चाहिँ अब धेरैजनाको इन्ट्री हुन्छ तर बजेट थोरै आएको हुन्छ। त्यसले गर्दाखेरि हामी प्राथमिकताक्रम लिस्ट प्लस वडालाई जिम्मेवारी दिन्छौँ। वडाबाट चाहिँ आएको जुन लिस्ट हुन्छ त्यसलाई नै हामीले चाहिँ काममा लगाइरहेको हुन्छौँ श्रमिकहरूलाई। ल, धन्यवाद।